एन्जल कोरियन भाषाको किर्तिपुर शाखाबाट म कोरियन भाषा प्रशिक्षक वीरेन्द्र बोहरा। तपाईहरुको लागि मैले एडभान्सको फुल कोर्सको भिडियो बनाउँदैछु र तपाईहरुले सम्भवतः केही दिनमा सबै च्याप्टरहरुको भिडियो देख्नुहुनेछ र यो भिडियो तपाईले यदि टिकटकतिर अथवा फेसबुकतिर हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानल चाहिँ एन्जल किर्तिपुर वीरेन्द्र बोहरा अथवा वीरेन्द्र सर भनेर राखेको छु। तपाईहरु हेर्नु होला र त्यसमा चाहिँ तपाईले क्वेशन सल्भिङको देखि लिएर ग्रामरको देखि लिएर एडभान्सको फुल कोर्स पाउनुहुनेछ। त्यसलाई चाहिँ तपाईले हेरेर सब्स्क्राइब गर्नु होला, लाइक फलो के गर्न मिल्छ गर्नु होला है त। ल अहिले हामीले यो 12 च्याप्टरको आधी पढिसकेको छौं अघिल्लो पार्टमा र यो चाहिँ सेकेन्ड पार्ट रहेको छ र आज चाहिँ हामी छौं यो ग्रामरमा है। यो ग्रामर हामीले अघिल्लो भिडियोमा क्लियर हेरिसकेका छौं। यदि तपाईले हेर्नु भएको छैन भने म यो माथितिर आई बटनमा अथवा कमेन्टमा चाहिँ तपाईलाई त्यो भिडियोको चाहिँ लिंक राखिदिने छु, तपाई त्यो हेर्नु होला। यो रोहरुको बारेमा डिटेलमा हामीले अध्ययन गरिसकेका छौं है। ल बरु यसको चाहिँ ग्रामरको बारेमा हेरौं है। के मैले क्वेशनहरु बनाएर लिएर आएको छु हेर्नु त। अहिले यहाँ अन्डरलाइन छैन तर तपाईले यसलाई बुझ्नु होला है। सरी, यसलाई अन्डरलाइनको रूपमा बुझ्नु होला। ल यसलाई अन्डरलाइनको रूपमा बुझेर अब सही छ कि छैन पत्ता लगाउनुस् है त। जस्तो हो थुरक रो हुन्छ त हुँदैन, यहाँ थुरक उरो हुनु पर्थ्यो, मिस्टेक भयो है। थुरक उरो छिमुल ओम्केयो अर्थात ट्रक द्वारा सामान सार्छु भनेको। अनि फे उरो यस्तो उरो हुन्छ त हुँदैन नि, हाम्रो फे यसरी उरो हुन्छ नि त पानी जहाज द्वारा, यो उ मिलेन है। ल अर्को छिया छल उरो हुन्छ त, यहाँ हामीसँग त ल फाछिम भयो भने त सिधै रो मात्रै लाग्छ, यता नियम कता थियो छिया छल लो मात्रै हुनुपर्ने भने चाहिँ यो पनि मिस्टेक भयो। माउल बसु रो हुन्छ माउल बसु रो हुन्छ, माउल बसु रो एकी काजी वास, माउल बसद्वारा यहाँसम्म आए भन्ने हुन्छ है। ल अर्को क्वेशन पनि छ हामीसँग तल हेर्नु त। यहाँनिर के हुन्छ, यहाँनिर के हुन्छ, यहाँनिर के हुन्छ अनि यहाँनिर के हुन्छ हेर्नुस् त। वैनचोक उरो खासे, वैनचोक भनेको बायाँतिरबाट है, बायाँतिरबाट जानुहोस् भन्छ। यहाँनिर उरो हुनुपर्ने यो पनि बिग्र्यो। छतखाराक उरो चपस्टिकद्वारा, छतखाराक उरो चपस्टिकद्वारा ठिकै हो तर यो उ हुँदैन, माइनस वाला उ हुन्छ, त्यही भएर यो बिग्र्यो। फुसान रो हुन्छ त हुँदैन, फुसान उरो हुन्छ, फुसान रो हुँदैन। ल एहेङ्गल खायो भ्रमण जान्छु। थ्याक्सी रो हुन्छ हो, थ्याक्सी रो हुन्छ। आन्सर कुन भयो त 4 नम्बर है। ल हजुरहरूले यसलाई चाहिँ राम्रोसँग हेर्नु होला। ल यहाँ भएको कुराहरू तपाईले खासै पढ्नु परेन, मैले डिटेलमा भनिदिएको छु। ल हेर्नुस् त एकी काजी माउल फसुरो वासयो, यहाँसम्म चाहिँ माउल बसद्वारा आएको थिए। वैसाए छिया छल्लो खायो, वैसाए भनेको कम्पनीमा छियाछलद्वारा जान्छु, कम्पनीमा छियाछलद्वारा जान्छु। अनि हानगुगेस छङ्गकाजी अतखे खासयो, हानगुगेस कोरियाबाट छङ्गकाजी चाइनासम्म अतखे खासयो कसरी जानुभएको थियो भन्छ। यहाँनिर भन्छ फेरो खासयो, फेरो भनेको पानी जहाजद्वारा गएको थिए भन्छ है। ल यो कुराहरू तपाईँ हेर्नु होला, यो सकिहाल्नुहुन्छ। अब फर्स्ट टाइम यदि हजुरले कोरियन पढ्दै हो अथवा फर्स्ट टाइम भन्दा पनि यदि हजुरले चाहिँ एडभान्स बुक फर्स्ट टाइम पढ्दै हो भने यिनीहरूमा अलिकति गाह्रो हुनसक्छ, विशेष गरी यसमा हेर्नु होला है। यसमा चाहिँ यो ए बिन्दुबाट बी बिन्दुसम्म पुग्नको लागि फलानु सी द्वारा है, सी द्वारा ल यति समय लाग्छ, यति डी समय लाग्छ भनेको है। सौल एस ए द्वारा यसर एबाट फुसान बी सम्म यो केटीएक्स रो, केटीएक्स भनेको यो भयो, सी भयो, रो थु सिगान सासी बुन खल्लियो 4 मिनेट कति हो 40 मिनेट लाग्छ भने है। ल यसरी तपाईले हेर्नु होला। जस्तो यसमा ए बिन्दुबाट बी बिन्दु काजी है, हानगुग एस थेगुग काजी यो के हो फिहेङ्गी हो, सी फिहेङ्गी है, फिहेङ्गी रो प्लेनद्वारा थासत सिगान फान खल्लेयो 5.5 घण्टा जति लाग्छ भन्छ। यो तपाईले बुझिहाल्नुहुन्छ। ल हेर्नु होला है। ल अब यो हेरौँ त, यसमा के छ 83 भन्छ। पहिला तपाईहरु लिसनिङ सुन्नुस् है, कस्तो बोल्दो रहेछ के बोल्दो रहेछ सुन्नुस् न है। ल 83
ल सुन्नुहोस् त 내일 공항에 가야 돼요. 회사에서 공항까지 어떻게 가요? 버스로 가요. 몇 번 버스를 타야 돼요? 회사 앞 버스 정류장에서 100번 버스를 타세요. 공항까지 버스로 얼마나 걸려요? 1시간쯤 걸려요. ल हेर्नुहोस् है अब यो चाहिँ हाम्रो थेवा इल बन रहेछ थेवा इल रहेछ मधु र छिन्सु दुईजनाको कुरा हुँदैछ माधु र छिन्सुको के भन्छ त नेइल खोङहाङे खाया थयो भोलि एयरपोर्टमा जानुपर्छ नेइल भनेको भोलि खोङहाङ भनेको एयरपोर्टमा खाया थयो भोलि एयरपोर्टमा जानुपर्छ नेइल सँगसँगै मिल्ने कहिलेकाहीँ एउटै सुनिने मेइल पनि छ है मेइल भनेको हरेक दिन हो अनि यो मेइल भनेको चाहिँ प्रत्येक दिन हो मैले मिस्टेक बोले जस्तो छ मेइल भनेको चाहिँ भोलि हो अनि मेइल भनेको चाहिँ प्रत्येक दिन है अनि यहाँ नेइल भनेको के हो त भोलि है ल अब नेइलबाट हामीसँग बन्ने धेरै छन् है मेइलबाट नि धेरै छन् हरेक दिन भनेको नालमादा भन्छ हाङसाङ भन्छ अन्जेदन्जी भन्छ नल भन्छ है यिनीहरू भन्छ है अब यहाँ धेरै लेख्यो भने टाइम लाग्छ मैले त्यही भएर तपाईँहरूलाई पहिल्यै लेखेर ल्याएको छु हेर्नुहोस् है त ल ने भनेको भोलि आउने भनेको है आउने समयलाई ने भन्छ आउने समय उसो त ने हाम्रो विभिन्नवटा छन् एउटा यो ने भनेको मेरो भनेको है अर्को यो ने भनेको पनि यो ने भनेको तेरो भन्यो है यो ने भनेको तेरो भन्यो है यो चार पनि भन्यो हजुर पनि भन्यो नेले त यस्तो यस्तो पनि दियो यो ने भनेको मेरो भन्ने पनि अर्थ दिन्छ है अनि यो ने भनेको आउनेवाला है अनि जस्तो त्यसमा नेन भयो भने आउनेवाला वर्ष नेजु भन्यो भने आउनेवाला हप्ता यसरी अर्थ हुनु पर्यो है इल भनेको दिन पनि हुन्छ इल भनेको गते पनि हुन्छ अनि इल भनेको काम पनि हुन्छ यस्ता लम्ब्याएन धेरै हुन्छन् र तपाईँहरूले चाहिँ यो यसरी चाहिँ पढ्यो भने चाहिँ तपाईँलाई भोक्याबुलरी चाहिँ नबिर्सिने सम्भावना हुन्छ है हजुरले कुनै न कुनै हजुरले जहाँ पढिरहनु भएको छ हजुरको टिचरले पक्कै भन्नुहुन्छ होला बुकको एउटा शब्द पढ बुकबाटै आउँछ है तपाईँले चाहिँ बाहिरको धेरै कुरा पढ्न नखोज्नु होला बुककै कुरा क्लियर गर्नु होला बुकको कुरा क्लियर गर्ने नै यसरी हो है एउटा शब्द बाई शब्द जानुपर्छ है ल हजुरले पहिला त हजुरले भनेको टिचरले मान्नु पर्यो नि है ओके ल के भन्छ त इल भनेको एक हप्ता इल भनेको एक जुइल भनेको हप्ता है त्यसै गरी अब भोलिको अर्को मिल्ने भनेको थाउङनाल भन्ने के हो त अर्को वर्ष अर्को हुन्छ हाम्रो थाउङनाल पछि तपाईँहरूले इगिल भन्ने त पक्कै सुन्नुभयो होला इगिल भनेको पनि भोलि हो है अनि अब यिनीहरूसँगै मिल्ने शब्द अझै भनेको हिजो वनुल भनेको आज अरे वनुल भनेको त हाम्रो खुमिल पनि हुन्छ के अरे है खुमिल पनि हाम्रो वनुल हुन्छ है आज हुन्छ यो तपाईँलाई सबै थाहा छ है ल मोरे भनेको पर्सि यस्तै मोरे अर्को मोरे छ हाम्रो बालुवा मोरे है मोरे भनेको बालुवा ओके ल यो जान्नु भएकै छ खुल्फी भनेको चाहिँ पर्सीको अर्को दिन निको पर्सी के भन्छ निको पर्सी हामीले त निको पर्सी भन्छौँ तपाईँहरूले के भन्नुहुन्छ तपाईँहरूको भाषामा है ओके मेल र नेल उस्तै सुनिने कुरा भयो मेल भनेको हरेक दिन यहाँबाट मेलबाट अब नलेखौँ है तपाईँलाई आउँछ हाङसाङ नल अन्जेदन्जी अन्जेना यिनीहरू आउँछन् ल ओके धेरै पनि नलम्ब्याउनलाई ल नेइल खोङहाङे खाया धोयो खोङहाङ भनेको एयरपोर्ट खोङबाट आउँछ खोङ बल आउँछ खोङ्गी आउँछ हावा आउँछ है अनि खोङ्गान आउँछ स्थान भन्ने हुन्छ ल यसरी खोङ भनेको बल अथवा जेरो है जेरो पनि हुन्छ खोङ्गी भनेको हावा हुन्छ अनि खोङ्गान भनेको ठाउँ हुन्छ अझ विशेष गरी खाली ठाउँ भन्छ खोङ्गान भनेको ठाउँ हुन्छ स्थान हुन्छ
यहाँबाट हाङबाट हाङ्ग आउँछ, हाङ्ग भनेको बन्दरगाह आउँछ है। अब हामीले एउटै थ्यावामा यति धेरै समय लाग्यो भने त अब अलिकति बढी समय लाग्छ, हजुरहरूलाई हेर्न गाह्रो पो हुन्छ कि। ल अनि वैसाएछ खोङाङगाजी अत्तके खायो, वैसाएछ कम्पनीबाट एयरपोर्टसम्म कसरी जाने होला त। वैसा भनेको कम्पनी है, अब फेरि टोक्राउन मन लागिहाल्छ, के गर्ने होला। वै भनेको समूह भन्ने हुन्छ, समूह। सा भनेको संस्था भन्ने हुन्छ है। हजुरहरूले यसरी टुक्राएर जानिराख्नुपर्छ भन्ने त होइन है। जान्यो भने चाहिँ तपाईँलाई धेरै कुरा थाहा पाउन चाहिँ सजिलो हुन्छ। जस्तो वेबाट के आउँछ त, कम्पनी सम्बन्धी। वे ए मिटिङ आउँछ, वे सिक कम्पनीको पार्टी आउँछ, अनि त्यसरी वैसा वन कम्पनीको कर्मचारी आउँछ, यसरी धेरै आउँछन् है। ल बुझ्नु होला। ल के भन्छ त, वैसाएछ खोङाङगाजी एयरपोर्टसम्म अत्तके खायो, कसरी जाने होला त है। छिन्सुले भन्दैछ फसुरो खायो, फसुरो अर्थात् बसद्वारा जान्छु है, अथवा जान सकिन्छ। मधुले के भन्छ, म्यातबन फसुरल थाया थयो, म्यातबन, म्यातबन भनेको कति नम्बरको है, म्यातबन कति नम्बरको बस चढ्नुपर्छ। जस्तो यो म्याथ भन्ने केमा युज हुन्छ, हाम्रो दिन अथवा बार, दिन अथवा गते सोध्न युज हुन्छ है। केही कुराको नम्बर सोध्न, केही कुराको नम्बर सोध्न, यस्ता कुराहरूमा प्रयोग हुन्छ है त। ल म्यातबन फसुरल थाया थयो, कति नम्बरको बस चढ्नुपर्छ त। यहाँ भन्छ वेसा आप फसो छङ्नु जाङ्गेछ, फेकबन फसुरल थास्यो, कम्पनीको अगाडिको बस बिसाउनेबाट 100 नम्बरको बस चढ्नुहोस् भन्छ। छङ्न्युजाङ भनेको के हो त, बस बिसाउने, यात्रुलाई ओह्राल्ने र चढाउने ठाउँ। यात्रुलाई के भन्छ त, लेखौँ हो क्या, संज्ञक, संज्ञक। यात्रुलाई के भन्दो रहेछ त, संज्ञक, चढ्ने मान्छे है। ल छङ्न्युजाङ भनेको बस बिसाउने। त्यसै गरी थमिनल पनि भन्छ, थमिनल, थमिनल भनेको नि के हो त, बस बिसाउने नै हो है। ल खोङाङगाजी एयरपोर्टसम्म फसुरो अल्माना खल्ल्यायो, खोङाङगाजी भनेको एयरपोर्टसम्म बसद्वारा कति समय लाग्छ त भनेर भन्छ। यो खल्ल्यायो भनेको समयमा पनि लाग्छ, पैसामा पनि लाग्छ। समय, पैसा अनि बिरामी यिनीहरूमा लाग्छ है त। रोग फ्याङ खल्लिदा, फ्याङ्गर खल्लिदा भन्छ, सिगानल खल्लिदा भन्छ, त्यसै गरी थोनुल खल्लिदा भन्छ है। सबै थोक आउँछ यसबाट। यसले भन्छ हान सिगानचुम खल्ल्यायो, 1 घन्टा जति लाग्छ। चुम भनेको के हो त, जति, जतिलाई हामीले याक, लगभग यसरी पनि भन्न सक्छौँ, लगभग है। ल हजुरहरूले यो हेर्नु होला, यसको क्वेसन गरौँ र, ल्यायो कि ल्याएन, ल्याएन जस्तो छ है। ल नेक्स्ट टाइम ल्याउला। ल आज चाहिँ मैले यसमा राख्न बिर्सेछु, फेरि राखौँला नि त। ल ओके, यसमा चाहिँ बढी जसो तपाईँको आउने जाने सम्बन्धी शब्दावली छ, तपाईँले बुझिहाल्नुहुन्छ है। थागो खाँदा, थागो हुँदा, चढेर आउनु, चढेर जानु, खरा खाँदा हिँडेर जानु, हिँडेर आउनु है। नेरिदा झर्नु, अनि त्यसपछि चढ्नु छैन, चढ्नु छैन। ओके, चढ्नुलाई हामीले भन्छौँ थादा भन्छौँ चढ्नु। त्यसरी थाप्सुङ हादा भन्छौँ, थाप्सङ हादा भनेर भन्छौँ चढ्नु है। त्यसै गरी अब चढाइनु भन्नलाई थेउदा पनि भन्छौँ। यो भनेको चढाउनु पनि हुन्छ। त्यसै गरी यो जलाउनु पनि हुन्छ है। यसरी विभिन्न अर्थ छन्। अब यो थादाको त भनिहाल्यो, कफी बनाउनु थादा हुन्छ, तलब पाउनु, बिमा रकम पाउनु थादा हुन्छ, खाना जल्नु थादा हुन्छ है। विभिन्न अर्थ हुन्छ है। थाप्सुङ हादा भने पनि त्यही भइहाल्यो। अनि खारा थादा र वानसुङ हादा भने के हो त, परिवर्तन गर्नु है। यिनीहरूमा ल्यायो कि ल्याएन, ओके। नेरिदामा ल्यायो कि जस्तो लाग्छ। ल ओके, आएको छ है। नेरिदामा जस्तो अब यो यसलाई त इग्नोर गरिदिँदा हुन्छ। सुङछा हादा, थादा हेर्नु त, यिनीहरू पनि परिवर्तन, के अरे चढ्नु भन्ने भयो। अनि नेरिदाबाट अर्को नुनी नेरिदा, फिओरिदा है। पानी झर्नु, हिउँ झर्नु। खाग्यगल नेरिदा, खाग्यगल नेरिदा भनेको तलब झर्नु अथवा तलब घट्नु है। यस्ता कुराहरू पनि इम्पोर्टेन्ट छन् यसमा। ओके, अब छिनादा, छिनादा भनेको के हो त, कट्नु, पार गर्नु है। जस्तो यसमा पनि केही कुरा छ, अलिकति माथि गरौँ ल। ल यो हेर्नुहोस् त, छिनादा,
छिनादामा छिनादा पार गर्नु, छिनागादा पार गरेर जानु, छिनान्दाल गत महिना, छिनागादा पार गरेर जानु, छिनान्दाल भनेको गत महिना, छिनान्दाल भनेको हाम्रो गत महिना भइहाल्यो। अनि त्यो थोङ्वाहादा भनेको नि पार गर्नु भयो है, पार गर्नु, गाडीले पार गर्नु, तपाईँले चढ्नु, तपाईँले चाहिँ ओर्लनु पर्ने ठाउँबाट पार गर्नु है। ओके, मम्छुदा भनेको रोकिनु, सदा भनेको उभिनु, छिकचिन हादा भनेको सिधा जानु, सिधा जानु। त्यसै गरी छिनादा र छिनेदा, हेर्नु त, छिनादा भनेको नि पार गर्नु, छिनेदा भनेको नि पार गर्नु कट्नु। छिनादा भनेको गाडी पार गर्नु, गाडी है। छिनेदा भनेको समय पार गर्नु, समय पार गर्नु है। बुढेसकालले छाउनु, तपाईँलाई बुढेसकालले छुनु। ओके, यो भइहाल्यो। हामी अगाडि जान गुट्टु गउँछौँ। ल, खत्ता भनेको हिँड्नु भयो है, हिँड्नु भइहाल्यो। यो फुङयाङ हादा हुन्छ, विभिन्न हुन्छ यसमा। फोहेङ हादा भनेको पैदल हिँड्नु भन्ने हुन्छ, पैदल हिँड्नु, पोङयाङ पैदल हिँड्नु। भोलि तपाईँले यसैबाट फोहेङजा भनेर कतै न कतै देख्नुहुन्छ, फोहेङजा, फोहेङजा भनेको पैदल यात्री, पैदल यात्री। ल, के रहेछ फोहेङजा भने के रहेछ त, पैदल यात्री रहेछ है। तुइदा दौडनु, थालिदा भने दौडनु, हिँड्नुको चाहिँ उस्तै उस्तै दौडनु, अथवा हाम्रो अर्को तुइदा उफ्रनु, दौडनु। अर्को यसको सान्छेक हादा पनि हुनसक्छ, सान्छेक हादा, सान्छेक हादा भनेको नि त दौडनु हो, दौडनु। के रहेछ सान्छेक हादा भनेको दौडनु रहेछ। ओके है। ल, अब योहरू त तपाईँले लेसन 5 मै पनि पढिसकेको डिटेलमै हो, यहाँ यसो टाइम पासको लागि राखेको छ। छिल्गन सिगान काममा आउने जाने समय, काममा जाने समय, थोइगन सिगान कामबाट फर्किने समय, छुलथोइगन काममा आउने समय र कामबाट जाने समय। अनि छागा माखिँदा गाडी जाम हुनु है। ल, यहाँ माखिँदाबाट जाउँ बरु, जाम हुनु रहन्छ। ल, हेर्नुहोस् त, माग्ता भनेको रोक्नु, माग्ता भनेको त रोक्नु, आफूले, तपाईँले रोक्नु। माग्ता भनेको के रहेछ त, तपाईँ हजुरले रोक्नुभयो भने माग्ता, यो आफै रोकियो, आफै केही कारणले रोकियो भने माखिदा, आफै रोकिनु, आफै रोकिनु। ओके। अनि ख्योथोङी फोक्चा बाधा भनेको यातायात भिडभाड हुनु, के हो त, ख्योथोङी फोक्चा बाधा भनेको यातायात भिडभाड हुनु। त्यसै गरी खिरी माखिदा भनेको पनि यातायात भिडभाड हुनु, जाम हुनु भन्ने हो। खिरी तुरिदा यो भनेको पनि जाम हुनु, एकदमै भिडभाड हुनु, असहज हुनु भन्ने हो। हान्सा नादा भनेको खुल्ला हुनु, केही पनि नहुनु है। यो सबै के हुन्छ, यो अनि यो के हुन्छ, सबै एउटा भिड हुनु, भिड हुनु, जाम हुनु, जाम हुनु है। त्यसै गरी हान्सा नादा भनेको के हो त, हान्सा नादा भनेको खुल्ला खुल्ला हुनु, खाली हुनु, खाली हुनु। ओके। अनि फेन्गिगा माखिदा, फेन्गिगा माखिदा हजुरलाई थाहा थियो त, फेन्खिगा माखिदा भनेको टोयलेट जाम हुनु। ल, ओके, फेन्गिगा माखिदा भनेको रहेछ टोयलेट जाम हुनु, फेन्गिगा माखिदा टोयलेट जाम हुनु। ल, ओके, यति भयो भने हामीलाई पुग्छ। धेरै यिनीहरूमा हामीले टाइम वेस्ट नगरौँ। ल, खाक्काप्ता भनेको नजिक, खाक्काप्ता भनेको नजिक। अब यसको यहाँ लेखेन, खुन्छ, खुन्छ भनेको नजिक है, खुन्छ भनेको पनि नजिक। ल, मल्दा टाढा हुनु, अनि नत्ता ढिला हुनु, अनि मियान हादा माफ गर्नु। मियान हादाबाट के हुन्छ, एउटा सागुवा हादा, छोइसोङ हादा, यिनीहरू सबै माफी माग्नु है त। यहाँ हेर्नु त, यो छोइसोङ हादा भनेको नि माफी माग्नु, खोइछन् त होइन। अनि त्यसपछि सागुवा हादा भनेको नि माफी माग्नु। कसैले माफी मागिसकेपछि भन्ने कुरा खोइन्छान आयो होइन, ठिकै छ, खोइन्छान आयो भन्ने कुरा छ होइन, ठिकै छ। यसमा जुन मी आन हादा छ, मी भनेको मन, मन, आन भनेको चाहिँ अशान्त हुनु, अशान्त हुनु है। के रहेछ त, मी भनेको मन रहेछ, आन भनेको अशान्त हुनु, अर्थात् अशान्त। ल, यतिबाट बुझौँ, मन अशान्त भएर चाहिँ माफी माग्ने भन्न खोजेको हो। अब एउटाबाट गयो भने अलिकति अर्थ लागेन कि लागेन कि जस्तो हुन्छ है। ओके, यो तपाईँले गर्न सक्नुहुन्छ, यो गर्नु होला है। हिजो हामीले के पढ्यौँ भने चाहिँ अस आशा, के थियो यसको अस आशाको अर्थ, एउटा एकोले, अर्को एर। एकोले कस्तो अवस्थामा अर्थ लाग्थ्यो,
कारण र परिणाम हुँदा, कारण प्लस परिणाम हुँदा। अनि यो एर भन्ने कस्तो हुन्छ त, काम प्लस काम जोडिँदा। ओके, अब यसमा मैले धेरै थप्दिनँ, यो तपाईँले लगभग जानिसक्नुभयो। यसमा चाहिँ दुईवटा कुरा अब भन्न बाहिर है। एउटा हिजो भनेको कुरा भनेको ओन्ली फर्स्ट पर्सनमा मात्रै लाग्छ। अनि अर्को के थियो त, वाक्यको अन्त्यमा के लाग्थ्यो, के अरे सेउ आउँथेन, सेउ। अनि अर्को बसिदा लेख्ने बिर्सेँ बसिदा उप्सिदा। ल यस्ता कुराहरू जे होस् रिक्वेस्ट एन्ड अर्डरहरू आउँदैन थियो। फर्स्ट पर्सनलाई लाग्छ भने चाहिँ सेउ बस्दा उस्दाहरू आउँदैन। र आजको मोस्ट इम्पोर्टेन्ट यो उसमा भयो, डरग्लो नरग्लो यहाँबाट आयो भइहाल्थ्यो नि। ल अब आजको र यो चाहिँ अब हामीलाई चाहिँ यो अन्डरलाइनवाला क्वेसन छ नि, अन्डरलाइनमा अनिवार्य सोध्ने क्वेसन हो। अरूमा चाहिँ त्यो खासै मतलब हुँदैन। अन्डरलाइनमा चाहिँ सोध्नको लागि प्रयोग हुने आशासँग। ल लेख अब यो आशासँग VST को रूपमा पास्ट टेन्स र फ्युचर टेन्स जोडिँदैन, तर वाक्यको अन्तिममा चाहिँ जुनसुकै टेन्स पनि आउन सक्छ, ल आजको मोस्ट इम्पोर्टेन्ट यो हो। यो चाहिँ मिडजुल छिनको लागि मात्र है, अरूमा खासै काम लाग्दैन। अन्डरलाइनमा चाहिँ कहिलेकाहीँ काम लाग्छ। आँखा खायो तिमीहरू, यो बाटो देखिँदैन नि त, अनि आँखा देख्छौ कि अब भनेर। हुँदैन यो माथिका त दुईवटा पोइन्ट हिजै लेखिसक्यो, नलेख्दा नि भयो। तपाईँले अनि ग्रामर लेख्ने बेलामा जब ग्रामर सिक्छौँ, त्यो ग्रामरको लागि एउटा ग्रामर लेख्यो भने त्यसका लागि 3-4वटा पाना छोडिदिने कि। अनि तपाईँले हरेक पटक ग्रामर पढ्ने बेलामा जहिले नयाँ पानामा लेख्ने होइन, त्यही पानामा लगेर लेख्ने हो। अनि आज एउटा पोइन्ट पढायो, मानौ भोलि पर्सि एउटा कुनै नयाँ पोइन्ट आउला कुनै च्याप्टरमा गएर, अनि त्यो अलग पोइन्टमा लेख्यो भने त त्यो मिक्सअप हुन्छ। कहाँ हो त्यो खोज्न पनि गाह्रो। कमसेकम पाना छोडिराख्यो भने त त्यहीँ लेख्न हुन्छ टक्क। भोलि क्वेसन सल्भ गर्नुपर्ने हुन्छ, क्वेसन सल्भ गर्दा फेरि तिनै पानामा आएर लेखेर सल्भ गर्ने, त्यस्तो गर्नुपर्छ है ग्रामरको लागि। ल भयो। अब फोगी हेरौँ कस्तो। मैले भन्न के खोज्दैछु भने जस्तो हो, खादाबाट खास त भयो, सजिलै भयो यो। अनि यहीँनिर मैले यदि खास भन्ने बनाइदिएँ पास्टमा, खास स हुँदैन कहिले पनि, अर्थात् यो पास्टमा जस्तो देखियो हुँदैन। त्यसरी खागेस स पनि कहिले पनि हुँदैन, यस्तो भन्न खोजेको है। तर यसकै भोलि हामीले यसलाई नै कम्पेरिजन गर्नुपर्छ निक्का उनिक्कासँग। त्यो निक्का उनिक्का जोसँग जस्तो खा स उनिक्का हुन्छ कि त्यसमा चाहिँ खास उनिक्का यो जोड्न मिल्छ, यसरी पास्ट टेन्स आयो भने पनि। त्यसै गरी खागेस उनिक्का हुन्छ, भोलिको दिनमा त्यो हुन्छ।
अनि हामीले कम्पेरिजन दुईटै कम्पेरिजन गर्नुपर्छ भोलि असाआस र निक्का निक्का कम्पेरिजन गर्नुपर्छ कम्पेरिजन गर्ने बेलामा यता चाहिँ मिलेको छ यता चाहिँ मिलेको छैन भन्ने कुरा चाहिँ ध्यान दिने है भोलिको दिनको लागि अनि यो चाहिँ बढी जसो अन्डरलाइनको लागि हो नभए काम लाग्दैन ल यसरी चाहिँ हुँदैन त्यसै गरी बस्नु आन्जास हुनुपर्ने नि आन्जासमा आन्जासस यसरी पनि हुँदैन यसरी पनि हुँदैन जे भए पनि यो मुनिपट्टि डबल स आउनु भनेको पास्ट टेन्स हो पास्ट टेन्स आउने मिल्दै मिलेन त्यसै गरी यो गेस आउनु भनेको फ्युचर टेन्स हो फ्युचर टेन्स पनि डाइरेक्ट असाआससँग यसरी जोडिँदैन तर वाक्यको अन्तिममा आउँछ भनेको के हो त भन्दा जस्तो एउटै सेन्टेन्सको तीनटा वाक्य बनाऊ है त एउटै कुराको मरिगा आफुदाबाट मरिगा आफास टाउको दुखेकोले फ्याङवन ए खायो अस्पताल जान्छु हेर्नु त यो प्रेजेन्टमा भयो वाक्यको अन्तिममा के छ त यो प्रेजेन्टमा छ त्यहीँनिर मरिगा आफास फ्याङवने खास्सयो यसको अर्थ के भयो त टाउको दुखेकोले अस्पताल गएको थिए अनि फेरि टाउको दुखेकोले अस्पताल खागेसयो अर्थात् जाने छु यसरी भनेर वाक्यको अन्त्यमा चाहिँ जुनसुकै पनि टेन्स आउन पायो तर यो असाआससँग जोडेर चाहिँ यो यसरी जसरी यहाँ लेखाएको छ खास छ अनि खागेस भनेर चाहिँ यो पास्ट टेन्स र फ्युचर टेन्स जोडिँदैन यो अब हामीले मिडजुल छिनमा आयो भने केयर गर्नु पर्यो अरू कुरा केही फरक पर्दैन है त ल अब यसको मिडजुल छिन हामीलाई त मिडजुल छिन बुझ्यो भने ग्रामर जसै पनि बुझिन्छ त्यही भएर दुई चारवटा मिडजुल छिन बनाऊ दुई चारवटा होइन तीनवटा जति बनाऊ त्यसपछि हामी अर्को ग्रामरमा जाउँ ल नम्बर 1 लागिहाल्छ नि किन नलाग्नु किन खुसी भइस भन्दा सुङचिन बडुवा भएर ल यसमा खोफुस नहुन्थ्यो यसमा के हुनु पर्थ्यो खोफास हुनु पर्थ्यो अब यसमा आबजिगा भनेको सेकेन्ड पर्सन भयो सेकेन्ड पर्सनमा असास लाग्दैन अनि नुजस भन्ने सेउ यो असासमा सेउ मिल्दैन अनि बाँकी मिल्यो यही इक्जाममा यसो नै झुक्याउनु अरू के हाल्नु छ त्यही भएर मिडजुल छिन बुझ्यो भने चाहिँ अरू केही पनि गाह्रो लाग्दैन क्या ल अब फेरि यस्तै दिन्छु होला र अब थोरै फरक है मैले त यहाँबाट देखाएको छैन नि त टल्किएको छ कति रहेछ त नि आन्सर ल 1 नम्बरमा के मिस्टेक रहेछ ठाउँसँग काम मिलेन यो ठाउँसँग काम मिलेन रेस्टुरेन्टमा गएर कसैले किताब पढ्छ पढ्दैन हिजो हामीले यही पोइन्ट पढेको हो अर्को छनन छिङ्गोरल मान्नासा एङ्वारुल फायो केही गडबड छ छैन भनेपछि यो आन्सर यही रहेछ छनुन फिगो नेछ म चाहिँ थकित भएर योगीशीलमा आराम गर्नुहोस् भन्छ आफैलाई गर्नुहोस् भनिन्छ अनि छदो म पनि आफा छ बिरामी भएर फेङ्गने खा आयो हुन्छ ल यति हो है अब लास्ट गरौँ एउटा अनि भइहाल्यो
मैले गलत त बनाइनँ नि ल एकबाट हेरौँ ल छनुन याङवा ग्वान ए फिल्म हलमा खास हुँदैन यहाँनिर यो मिस्टेक भइहाल्यो अनि छेगा आदुल भनेको छोरा इराङसँग म चाहिँ छोरासँग सपिङ गरेर पार्कमा गएको थिएँ यसमा के मिस्टेक छ यसमा ल अर्को छनुन याङ वाजाङ सिरे टोयलेटमा नमजेस हुन्छ त हुँदैन ल अर्को उन्दोङ हाँस पनि हुँदैन ल जा हजुर ओके एको पछाडि खाता भएको छ यसलाई यो ठाउँ यो रेस्टुरेन्टमा गएर किताब पढ्ने कुरो छ त्यो सेन्टेन्सको हिसाबले सही छ यसो भएको भए कि एको ठाउँमा यसो भएको भए एको ठाउँमा मिल्थ्यो त्यो त करेक्ट हुन्छ रेस्टुरेन्टमा गएर खाना खान्छु भने त रेस्टुरेन्टमा गएर खाना खाने नै हो ल अब यो तीनवटा क्वेसनबाट तपाईँहरूले प्याटर्न थाहा पाउनु पऱ्यो कि यसबाट कस्ता क्वेसन आउन सक्छन् भन्ने कुरा यहाँबाट थाहा पाउनु पऱ्यो तपाईँहरूले पक्कै थाहा पाउनुहुन्छ होला